यो हो बाजुराको एक दुर्गम क्षेत्र, खप्तर छेडेदह गाउँपालिका 1 काँडा। देशभर डिजिटल नेपालको चर्चा भइरहँदा काँडा अझै अन्धकार, असुविधा र दुर्गम जीवनको कष्ट भोगिरहेको छ। स्थानीय बासिन्दाहरूका अनुसार यहाँ 24 घण्टामा जम्मा 10 घण्टा मात्र बिजुली आउँछ, त्यो पनि कहिले बल्छ कहिले झिलिमिली हुँदै बन्द हुन्छ। निर्धारित समय र स्थिरता कुनै ग्यारेन्टी छैन। बिजुलीको अनिश्चितता, रात अन्धकारमै, दिनभर कामकाज, पढाइ लेखाइ, मोबाइल चार्ज, दैनिकी सबै प्रभावित। बच्चाहरूले होमवर्क गर्न, युवाहरूले मोबाइल चार्ज गर्न र वृद्धहरूले सामान्य काम गर्न पनि कठिनाइ भोगिरहेका छन्। गाउँलेहरू भन्छन् बत्तीको भर पर्न सकिँदैन, कहिले आउँछ कहिले जान्छ थाहा नै हुँदैन। नेटवर्क नआउँदा सम्पर्क सम्पूर्ण टुट्यो। काँडाको अर्को ठूलो समस्या भनेको मोबाइल नेटवर्क हो। गाउँमै बसेर फोन गर्न असम्भव जस्तै छ। कसैलाई फोन गर्नु पर्यो, नेट चलाउनु पर्यो, आपतकालीन सन्देश पठाउनु पर्यो भने अग्लो डाँडामा जानुपर्ने बाध्यता आज पनि यथावत छ। स्थानीय युवाहरू भन्छन् कसैलाई म सुरक्षित छु भन्न पनि पहाड चढ्नुपर्छ। यस्तो अवस्थामा कसरी विकास हुन्छ? विद्युतीय मिल नभएपछि पानी घट्टमै गहुँ पिस्न बाध्य। बिजुलीको कमीका कारण काँडामा आजसम्म एकछिनको विद्युतीय मिल छैन। गहुँ, मकै, कोदो सबै अन्न पिस्न गाउँलेहरू अझै पनि पानी घट्टमै भर पर्न बाध्य छन्। विशेष गरी वृद्ध, महिला र टाढाका बासिन्दाहरूका लागि यो एकदमै ठूलो समस्या बनेको छ। एक स्थानीय महिला भन्छन् सुत्केरी महिलाले पनि बोरा बोकेर पानी घट्टसम्म जानुपर्छ। मिल नहुँदा कति दुःख छ हामीलाई। सम्बन्धित निकाय मौन। गाउँलेको प्रश्न, हाम्रो गाउँ किन सबै योजनाबाट छुट्छ? गाउँलेहरू वडादेखि गाउँपालिका र विद्युत कार्यालयसम्म पटक समस्या पेश गरिसकेका छन्, तर अहिलेसम्म न त स्थिर बिजुलीको योजना आएको छ न त नेटवर्क सुधारको काम सुरु भएको छ। गाउँलेहरू भन्छन् हामी पनि त देशकै नागरिक हौं, तर किन हाम्रो समस्या कसैले सुन्दैन? 10 घण्टा बत्ती, डाँडामा चढेर फोन, यो कस्तो लोकतन्त्र? अन्त्यमा काँडा बाजुराको वास्तविकता आज पनि यथावत छ। कम बिजुली, कमजोर नेटवर्क, बिना मिलको जीवन र आधुनिक सुविधाबाट पूर्ण वञ्चित गाउँ। यदि अब पनि सरकारले ध्यान नदिए शिक्षा, स्वास्थ्य, व्यवसाय र भविष्य सबै क्षेत्रमा ठूलो असर पर्न सक्छ। काँडा खप्तर छेडेदह गाउँपालिका 1 बाजुराबाट HT नेपाल, बाजुरा।